म द गार्डन्सको सानेपर ब्रान्चमा आएको छु for the big event. Kairos Column episode 6. Provide a platform for up-and-coming poets and musicians. We'll be right back in the next video. त्यही गल्लीको चिया पसल हाम्रो सानो दरबारमा जहाँ चिया र गफसँगै ओट साट्ने अधिकार हुन्छ। प्यार के बारे में है तो प्यार तो यहाँ पे सबको किसी ना किसी चीज से, किसी ना किसी इंसान से, किसी ना किसी शख्स से तो जरूर हुआ होगा। हर वक्त ज़ीनात करके दिल को मेरे हर वक्त ज़ीनात करके बेहिसाब खुशियों में डुबोते हो तुम। दिल को मेरे हर वक्त ज़ीनात करके बेहिसाब खुशियों में डुबोते हो तुम। तुम्हारी ऐसी ही अदाओं पे सुकून फरमाने लगे हैं। तुम्हारी ऐसी ही अदाओं पे सुकून फरमाने लगे हैं। हर रोज तुमसे कुछ ज्यादा मोहब्बत करने लगे हैं। कविताको शीर्षक रहेको छ हतार। लाइफमा हामीलाई हतार नै हतार हुन्छ, हामीसँग टाइम नै हुँदैन। केको चाहिँ हतार छैन भनेर भन्नु म होमा हो नमिलाउँदा भयो, होमा हो नमिलाउँदा भयो, होइन भने होइन भन क्या रे। सुख सायल मोज गर्न, नाम कमाउन, दाम कमाउन, पढाइ सकाउन, समयमै कार्यस्थल पुग्न। मेरा यी पुराना भइसकेका हातहरूले तैँले पठाएको यो नयाँ फोनको मेसो त्यति नपाउँदा रहेछन् कान्छा। बस्यो फोन कराएपछि आफ्ना पुराना मान्छेहरूसँग नयाँ गफ हुन्छ भन्ने मेसो चाहिँ पाएको छु। So please welcome Kaira and Govinda on stage. कस्तो भइरहेको छ? भएन एनर्जी सेलाइ जस्तो छ। कस्तो भइरहेको छ? अलि सेलाएको छ। 3 चोटि कल नउठाएपछि बुझ्नु उ व्यस्त छ। उसको सेतो कपडामा रङ मिसिएपछि सरी भन्नु त दोस्त छ।